हेलो गाइस, दर्शन नमस्ते अनि स्वागत छ हाम्रो मामा घर युके भ्लगमा। आज चाहिँ म तयार भएर आज चाहिँ म हिलरी गार्डनको मा जाँदैछु, नेपाली कम्युनिटीकोमा। आज के सेलिब्रेट गर्न जाँदैछु, हजुरहरूलाई लिएर जाँदैछु। लेट्स गो, हामीसँगै आज हाम्रो बस ट्रिप हो। गो ल हेर्नुहोस्, हाम्रो फ्यामिली अल। नवीन बाबु नजाने रे, उता आउन रहेछ बाबु। हाम्रो यहाँ खानेकुराहरू, वी आर गोइङ टु हेभ अ पिकनिक एज वेल है, लिटिल बिट। त्यही भएर हाम्रो चाहिँ अब यहाँ सामान बोकेर स्यास्या भइरहेको, त्योजना सामान बोकेर हिँड्दैछौँ। वी हेडिङ टु द बस। हाम्रो बस चाहिँ आएको छ। अब चाहिँ हामी यहाँ चाहिँ हाम्रो खानेकुराहरू के सामानहरू हाल्दैछौँ। सामानहरू हाल्नु पर्यो। आज सबै चना यहाँ स्टिभ अब चाहिँ सामानहरू लोड गऱ्यो हाम्रो बसमा। अब चाहिँ जानु पर्यो बस। स्टिभ इज ड्राइभर हाम्रो। एन्ड हे वी गो। हाम्रो बजेहरू चाहिँ यहाँ बसिसक्नु बिहान। मुवा अनि बजेहरू चाहिँ बसिसक्नु भयो चाहिँ। ल हाम्रो यहाँ टिम। Say something. Hello. Today we're going to Helen Garden, and it's just the same vlog as 2025. Okay. Are you excited? Yes. Now we're going on the same bus as Stephen's bus. Oh, you remember that from Yes. last year? Yeah. All right. It's been a year, yeah? Good. ल बजेहरू रेडी हुनुभयो टमक्क। जाडो भएछ बजेहरूलाई, ज्याकेट लगाउनु पर्छ। जाडो भएछ। कोसँग बसेको हामी सबैजना है। लेट्स गो। सबैजना हामी हिलरी गार्डन जाँदैछौँ है। हाम्रो दिदीले हाम्रो आन्टीले हाम्रो अर्को आन्टी हामी चाहिँ अब हिँडेको। अब गाडी छैन, सानो बस छ। हामी अब कतिजना जति छौँ, कतिजना 3, 4, 5, 6, 7 कतिजना छौँ। ल अब हामी हिँडेको हाम्रो मुवा अनि हामी। लेट्स गो नाउ। मेरो त भएन नि त सबै त ताक्दै। Babade. सानो भयो। हाम्रो मुवाको गीत चाहिँ खतरा गाइरहेको छ। कस्तो राम्रो फुलेको रे, कस्तो राम्रो फुलेको रे गुराँस बाटोमा। हाम्रो मुवाको चाहिँ गीत गइरहेको छ। लु अब आइपुग्यो हामी हिलरी गार्डन। अब चाहिँ सबैजना झर्न थाल्नुभयो। अब चाहिँ यहाँ सबजनाको बुढाबुढी मान्छेलाई झर्नको लागि बिस्तारै बिस्तारैमा र उसले चाहिँ दिजुलाई छोडेकै छैन। आज चाहिँ दिजु भेटाएको छ। माइरा
हाम्रो मुवा झर्स्यो अब चाहिँ पुरा हाम्रो चाहिँ ठाउँ आएको छ है यता अल डन सब रेडी भइसक्यो सबजना लु बाजा बजेको सुन्न सक्नुहुन्छ हेरसम्म ल सबैजना मुवा बजेहरू सबैजना रेडी भइसक्यो अब हाम्रो सामान पनि लिएर झार्नु पऱ्यो ल सिउ देयर बाजा बजेको सुन्न सक्नुहुन्छ यहीँबाट हजुरले चाहिँ नेपाली बाजा चाहिँ रेडी भइसक्यो मेरो छोराछोरीहरू माइरा मक्ख परेको छ खुसी भएको छ अच्छा ल हाम्रो अङ्कल पनि भेट भयो हाम्रो चाहिँ यो अब चाहिँ गेट इन्ट्री हुने बेला भएको छ है इन्ट्री हुने बेला भएको छ सबजना यहाँ लाइनमा हुनुहुन्छ इन्ट्रीको लागि सब लाइनमा ल यहाँ चाहिँ क्लिक क्लिक गरिदिन्छ क्लिक गर्नु ओह माई गड यत्रोजना आइसक्नु भइरहेछ सबजना लुक एट द्याट भिड छ आज भिड अब यहाँ इन्ट्री गर्ने ठाउँ माइरा यु हेभ टु क्लिक इट वेट अ सेकेन्ड माइरा ल यहाँ चाहिँ अब हाम्रो चाहिँ हातमा चाहिँ ट्याग चाहिँ लगाउने हामी चाहिँ Thank you. Okay. This one as well. Nepal's for the car. Thank you. ल हाम्रो यहाँ चाहिँ पसल पनि खुला भइसकेको छ ल हाम्रो पसलमा चाहिँ कुरा गरिदिनुहरू नेपाली पसलहरू पनि खुला भइसकेको छ हामी चाहिँ एकदम कहाँ बस्ने हामीले बाजाहरू पनि सुरु भइसकेको छ बाजाहरू कतापट्टि बस्ने हो उता बाजाहरू कतातिर बस्न बस्यो न उता भयो भने ए त्यो भन्नु भने त्यो त खेल्ने बस्ने ठाउँ पनि हुन्छ त्यहीँ बस्दै गर्दा अहिले एकछिन घरमा बस्ने होला अनि त्यसपछि हामी चाहिँ कहाँ बस्ने भन्ने कुरा हो चाहिँ पहिला सामान राख अहिले पछि पैसा चाहियो नि त्यसको नेपालको आज चाहिँ नेपालको झन्डा त्यहाँ लगाएन त है पोहोर त नेपालको झन्डा लगाएको थियो है त्यहाँ आज चाहिँ अहिले चाहिँ लगाएन त ल अब नाचगान सुरु भयो गाई चाहिँ नाचगान सुरु भयो हाम्रो ए धरानबाट आउनु कति राम्रो देखिनु भएको हजुर हजुर नाच्नु हाम्रो यहाँ एउटा बजाइ कति राम्रो देखिनु भएको पुरा सिङ्गार गरेर आउनु भएको छ है बाजामा पञ्चे बाजामा नाच्न रमाइलो यस्तो हुनुपर्छ उमेरले ठेक्दैन हेर्नुहोस् ल बजाइ यति फुर्तिलो हुनुहुँदैछ बजाइ हाम्रो मुवा उता नाचिरहनु भएको छ रमाइलो भइरहेको छ है माहौल चाहिँ तात्दैछ घाम पनि लाग्दैछ यो चाहिँ अब सुरु भइसक्यो यहाँ चाहिँ अब हिँड्ने कार्यक्रम सुरु भयो हाम्रो अङ्कलले चाहिँ झन्डा बोक्नु भएको छ यसरी अब साइडबाट हेर्दै नाइस देखेको छ यस्तो हाम्रो यसको झन्डा यो चाहिँ हाम्रो उता एउटा हाम्रो पुर्खाहरू पहिला वारमा लडेको पुर्खाहरूको उसमा मेमोरीमा चाहिँ के बनाएको छ भने चौतारी बनाएको छ नेपाली चौतारी त्यसमासम्म जान्छ यो चाहिँ गएर पूजा गर्छना गर्छ हाम्रो यो अब बाजा गाजा साइड सुरु भयो अब जानुलाई त्यतातिर
भेटिनु भयो है फेरि ल अब यो जमातहरू चाहिँ अब जान लाग्यो ल हामी चाहिँ पछि बाजा गाजाको पछि अब हिँडेर जाने हामी चाहिँ अघि अङ्कलहरू चाहिँ यहाँ पछाडि झन्डा बोकेर आइरहनु भएको छ हाम्रो चाहिँ सौवा भइरहेको छ अब कस्तो हुन्छ बिस्तारै क्यामराम्यानहरू अगाडि खिचिरहेको छ नाइस बाजा गाजा त्यहाँ अब उयो गेटबाट कस्तोबाट चाहिँ छिरेर अब जाँदैछन् सबजना अब बाजा गाजा पनि अब हाम्रो बजै कट्ट परेको बजै यहाँ भेटिनु भएको छैन नमस्ते गर्नुभएको छ बजै हेर्नु यहाँ कति राम्रो नाच्नु भएको गाडी पनि छ बाजा गाजा आउँदैछ जाँदैछन् अब सबैजना हामी चाहिँ मन्दिर पुग्न टाइम लाग्छ है अब गेटबाट छिरेर त्यही अब चाहिँ खिच्दैछु एकछिन सबैजना हेरौँ न कति धेरै जमात छ है नेपालीहरूको ओ माइ गड ल कहाँ परदेखि आउनुभएको छ है रमाइलो गीत पनि सुरु भएको छ अब चाहिँ यो घर कस्तो राम्रो घर बिल्डिङ जस्तो घरतिर आयो एउटा घर छ रेस्टुरेन्टहरू के अब चाहिँ हामी नियरली चौतारीतिर आइपुग्न लाग्यो हेर्नुहोस् कस्तो राम्रो घर हो तर घर हुनु कस्मिस घर हो ल क्याम्पु जस्तो पनि आएको छ क्याम्पुमा चाहिँ बच्चाहरू बुढाबुढीहरू चढेर आउनु बजेहरू चाहिँ हिँड्न नसक्नेहरू राख्नुभएको बजेहरू चाहिँ क्याम्पुमा यता क्याम्पु घरमा यसो हिँडेर धेरै लामो हिँड्नु पऱ्यो हिँड्न सक्दैन हुन्छ क्याम्पुहरू चाहिँ यहाँ आउँदैन बजेहरू चाहिँ क्याम्पुमा नमस्कार 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 कति राम्रो चिटुक्क बढेर आउनुभएको छ कति राम्रो देख्नु चिटुक्क बढेर आउनुभएको छ यहाँ बसेर ल चौतारीजना नमस्कार नमस्कार बाई बाई क्याम्पुमा बसेर अब रमाइलो फुलहरू छ यहाँ चाहिँ हाम्रो जम्मा त अब चौतारी गरेर लानु भएको हिँड्न नसक्नेहरूको लागि चाहिँ त्यो अघि क्याम्पु थियो म्युजिक सुन्न सकिन्छ म्युजिक मान्छे बाजा नाच्न हुन्छ के गर्ने आउँदैन यहाँ आइपुग्यौँ हामी चाहिँ अहिले चाहिँ नियर पुग्न आइसक्यो अब चाहिँ गीत त अब अगाडि बजिरहेछ सुन्दैन मलाई चाहिँ आउँछ गीतै के गर्नु सुन्नुहोस् है सपना जतानी ढल्कनी बेलले ल्याउनी अर्कैसा सल्कनी तारा बुढाबुढीहरू चाहिँ यतातिरबाट टक्क लाएर यसमा आउनुभएको छ यो गाडीमा बुढाबुढीहरू
गोराहरू पनि अब यहाँ बाजा टोली कताबाट जानु आर्मीहरू वारमा लडेको उसको मेमोरीमा हाम्रो नेपाली चौतारी त्यहाँ छ। अब चौतारीतिर पुग्नु पऱ्यो यताबाट तलबाट चढेर चौतारी जानेवाला आयो। मेन चौतारी चाहिँ यता जानु है जानु पाउनुहुन्छ ल। अब यहाँ चौतारीतिर पुग्न यो हाम्रो अङ्कल चाहिँ यहाँ मजाले यहाँ चाहिँ कार्यक्रम हुँदैछ यो लागेको के मेडलहरू लाउने काम भइरहेको छ। त्यो चाहिँ अलिक देखिएको छैन है हाम्रो अङ्कललाई चाहिँ के मेडलहरू लगाइदिइरहेको छ यहाँ चाहिँ। अब यहाँ पूजाको कार्यक्रम सुरु हुँदैछ। बाजागाजा चाहिँ यहाँ छ अझै हामी वेटिङ गर्दैछौँ पूजाको लागि। यहाँ अब के गर्ने धुपहरू पनि कस्तो आदरणीय बुवा दाजुभाइ दिदीबहिनीहरू सब एकछिन धैर्य भइदिनु होला। यहाँ हाम्रो रमन दाजुको चाहिँ नि मेडल बनाउनु माग गर्नुभएको थियो। हाम्रो पुलिस अफिसर पल रसले चाहिँ नि उहाँ स्कटल्यान्ड बनाएर अहिले लगाइदिनु भएको छ। धेरै धेरै धन्यवाद, मेनी थ्याङ्क्स। So distinguished guests, ladies and gentlemen, Raman has obviously medal that has to be mounted. So Paul very kindly mounted in his Scotland and then handing over today. So big talia please. धन्यवाद दाइलाई। Thank you. Congratulations. Today program schedule is below. So we will do Kohima, obviously 2 minutes silent and big and dignitary will be lay out the flower and then we will go around the Chautara going this way and we have got Dholak and Nomati Baja here and then they will follow you, they will lead you and then if our Kelara ma'am again kindly go front and then lead them to take them back to where we are, started from. So our picnic and entertainment, everything going to be down there. But today here we are here to commemorate our forefather who gave their life for our king and country. That's what we are here today. And those our relatives who passed away back home, anywhere in the world. This is the today we came here to commemorate them. So I hope everybody understand and everybody being very kind, helpful. I want you to be kind and helpful as well. Look out, we have got vulnerable people around, so please do look after each other. Okay, I don't want to fail or some things like that. So anything happen, please let us know. Thank you. So program will be start. May I ask our Roy sir to please. Thank you. This is an exaltation. Can you hear me? Soon पढ्दै हुनुहुन्छ They shall grow not old, as we the dead grow old. Age shall not weary them, nor the years condemn. At the going down of the sun, and in the morning, we will remember them. We will remember them. परिचय अब के हुन्छ भन्ने जानकारी उनीहरू कहिल्यै बुढा हुने छैनन्। जसरी हामी बाँचेका मानिसहरू बुढा हुँदै जान्छौँ उमेरले उनीहरूलाई थकित पार्ने छैन। न त वर्षहरूले उनीहरूलाई दोष दिनेछन्। सूर्य अस्ताउँदा र बिहान उज्यालो हुँदा हामी उनीहरूलाई सम्झिरहनेछौँ। हामी सबैले उनीहरूलाई सम्झिरहनेछौँ। ओमेन ओमेन भन्ने हो है। थ्याङ्क यू। थ्याङ्क यू।
When you go home, tell them of us and say, for your tomorrow, we gave our today. कोहिमाको स्मृति शिलालेख जब तपाईँ घर फर्कनुहुन्छ हाम्रा बारेमा उनीहरूलाई भन्नुहोस् र भन्नुहोस् तपाईहरूको होलीका लागि हामीहरूले आज अर्पण गर्यौं. Amen. So अब हाम्रो चिफ गेस्ट हैन डिग्नेटरले चाहिँ नि यहाँ रिच चलाउनुहुन्छ है. Gada, may I ask everybody, this racing place Chautara, everybody who you are here today, I cannot thank you enough, and then all of us committee, we cannot thank you enough. Without your little contribution, we cannot look after this Chautara. So we cannot always rely on the Hiller Garden and Hamsa County Council. So your every penny donations count. So I very much humble to request you to put whatever you can, any penny count in there after procession. So may I ask a chief guest to lay out the floor, please. तपाईहरुले सुन्दिनु होला म इंग्लिशमा भने है तपाईहरुको एक पेनीको हिसाब हुनेछ. यो चौतारालाई हेरचाह गर्ने पनि हाम्रो मोरल ड्युटी हो है. गर्दाखेरि पाल्दिनु होला. चौतारामा चाहिँ नि एक दुई पैसा हालेर एक राउन्ड लाएर चाहिँ नि जानु होला र हामी रमाइलो तल सबै गर्ने छौं है त. धन्यवाद. And meanwhile, I want to tell you, sorry, I'm late for the announcement. There is many, our beloved tree has been planted nearby. As you can see, Captain Hari, Ama and Baba, the family is praying there. Padmi Ama just down there, Sergeant Dolo there, my mom and dad down there, my brother-in-law, Corporal Kumar Poon, who just 2009 get killed in Afghanistan, he's there. So many of dignitary, many of tree has been obviously planted here. So if anybody want to plant a tree, please do let us know. So price has been gone up, so it will be 750. You have to pay for the plant, but please do pay. That also, that help will be highly appreciated. Thank you very much. Everybody, if you want to do that, contact me or direct to Hiller Garden, Claire ma'am as well, or James. Thank you. बाजा गाजा हाम्रो मुन्डारन सिद्धेर अब चाहिँ हाम्रो बाजा गाजा म्युजिक सुरु हुन लाग्यो. नेपालीको शान पञ्चे बाजा. सबैजना उनीहरू चाहिँ सबैलाई पूजा गर्नेहरूलाई कुरेको यसरी छोडेर नजाने भनेर नाच्दै हुनुहुन्छ. दाजु बिस्तारै बिस्तारै ढिलो गर्छन् पो एकदम लङ डेट ल अब हिँड्यो गाइज. अब हामी चाहिँ पहिला जहाँबाट आएको हामी चाहिँ त्यहीँ जाने. अब जम्मा सबै जाने.
अब चाहिँ यहाँ हाम्रो चाहिँ रेस्ट गर्ने टाइम आएको छ अनि यहाँ चाहिँ अब घाम पनि सबै गयो अनि त्यसपछि यहाँ चाहिँ सबैजनाले आफ्नो आफ्नो ग्रुप बनाएर टक्क लाएर यहाँ है खानेकुराहरू पोकाहरू निकालेर पिकनिक जस्तो अब खाने रेस्ट टाइममै चाहिँ म्युजिकहरू डान्सहरू हुनभन्दा अगाडिको रेस्ट हो यो चाहिँ पुरैजनाले खानेकुराहरू खाँदै पोकाहरू निकाल्नु चाहिँ हाम्रो चाहिँ खाना निकाल्ने बेला भएको छैन भोक लागेर हैरान भइसक्यो मान्छेलाई देख्न सक्नुहुन्छ उता थुप्रो थोरैजनाहरू सबजना आफ्नो आफ्नो है खानेकुराको पोकाहरू निकालेर मिठो मिठो बसेर खाँदै हुनु हाम्रो कम्युनिटीले यसलाई कस्तो राम्रो खाँदै हुनुहुन्छ हाम्रो खाना चाहिँ कहाँ छ भन्ने कुरा अब म चाहिँ लिएर जान्छु हाम्रो चाहिँ ऊ चाहिँ छाता मुनि गएर बसेछौँ पानी पर्छ कि भनेर उता सेपरेटली खाना मानेको छैन अहिलेसम्म अब लेसी अब एकछिनपछि के यहाँ सेटअप भयो गाइज है मेरो चाहिँ चिया बिना चाहिँ कहीँ चल्दैन हेर्नुहोस् मनिला कहाँ छ चिया जता छ त्यति मनिला यहाँ चाहिँ हाम्रो यो पुरै यहाँ खानेकुरा चाहिँ रेडी छ मेन यहाँ मेरो साथी चाहिँ आइपुग्यो होइन है चिया खाँदै मिठो भएछ चिया नाइस जता चिया छ त्यतै मनिला खोज्नुहुन्छ भने चाहिँ उता गीत गाइराखेको छ है हाम्रो चाहिँ यहाँ खाने कार्यक्रम हुन लागेको बच्चाहरू चाहिँ खेल्नु गयो पार्कतिर है ठिक छ चिया खाम अब एकछिन हेर्नुहोस् मान्छेहरू कतिजना हुनुहुन्छ माइ गड अहिले त मान्छे जानु £50 एकचोटि जोरदार ताली सबैजनालाई भन्दै अहिलेको लागि एउटा नृत्य राख्न गइरहेको छु म यहाँनिर सिना थापा र कृष्ण गुरुङको नृत्य प्रस्तुति एकचोटि जोरदार तालीले स्टेजमा प्लिज ताली ओके ल टङ्कदाई हामीले यहाँ अघि पकाएको खानेकुराहरू के पकाउनु भएको हजुरले बनाउनु भएको यो के हो यो सेलरोटी यति राम्रो ल पाहुनाहरूलाई चाहिँ खाने सुविधा छ है अब यो पाहुनाहरूलाई खानेकुरा खाने हङ्ग्री भयो के खान्छ हाम्रो बच्चा बच्चीहरू पाहुनाहरूको खाने कार्यक्रम सुरु भएको छ है मैले बनाएको यहाँ आलुदम देखाउँछु गाइज हजुरलाई हाम्रो चाहिँ खाना यहाँ हामीले बनाएको अब चाहिँ यहाँ वितरण हुँदैछ राम्रो भएको छ खानेकुराहरू खाएर सबैजना खानु जानु हजुर भिडियो मात्रै खिचेको मैले खानु यहाँ नेपाली पसलहरू चाहिँ कुर्ताहरू के किनाउँछ पसल पनि लागेको छ यो हाम्रो शान्ति तिहारको लागि टिका चाहियो भने पनि छ तिहार आएको छैन तर टिका चाहिँ रहेछ अलरेडी यहाँ झोलाहरू पर्सहरू क्युट पर्सहरू यसको हिमालय यु वान टु बाई कति पैसा भिड लागिसकेको छ यहाँ किन्ने अलरेडी होइन त दिदी हो दिदीलाई जाडो भयो जस्तो ज्याकेट लाएर यस्तो राम्रो ब्याग हो यो चाहिँ कति हो दिदी हो ए ट्यागमै राखेको छ ल 15 पाउन्ड नट ब्याड ल 15 पाउन्ड नै तपाईँलाई चाहियो कस्तो राम्रो लुक अल ह्यान्डमेड कति राम्रो छ ब्युटिफुल ल झुम्का सुम्का चाहियो भने पनि हो नाइस झुम्का
हजुर सेफ्टी पिन हजुर पक्का सेलरोटी सेलरोटी हाम्रो आन्टीले बनाउनु भएको विशेष सेलरोटी हाम्रो यहाँ चाहिँ सेलरोटी है खानेकुरा भर्खर आइपुग्यो गाइस यहाँ हाम्रो आन्टीले गुन्द्रुकको अचार आलु चाउमिन के हुँदैछ ल भइसक्यो ल ए यहाँ खारे ल यो गाड्नु अब यहाँ चाहिँ पोर्कहरू भएको है हाम्रो यहाँ रमाइलो भएछ अब खानेकुराहरू चाहिँ निस्किसक्यो है खानेकुराको लागि चाहिँ सुरु भयो ल कति मिठो मिठो ल मिठो मिठो खानेकुराहरू आइरहेको छ अब चाहिँ हेर्नु मेरो खानेकुरा यत्रो माइरा पानी परिरहेको छ हामीलाई पानी खाने बेलामा पानी कति राम्रो देखेछ ल हेर चोलीमा ल हाम्रो मान्छे नाचेको गीत केही पनि सुनेन हामी त उता गएको बेला ल हाम्रो यत्रो यहाँ युकेमा जन्मेको नानु मुयाहरू हेर यत्रो भएर ठुल्ठुलो भएर यहाँ गुलियो चोलो लगाएर डान्स गरेर ल हाम्रो चाहिँ कला संस्कृतिलाई जोगाइराखेको छ मुयाहरू ल ठिक छ है ल बधाई छ होइन गर्नुपर्छ नि धेरै बधाई छ यस्तै राम्रो दिदीहरूसँग सिक्ने नि त्यहाँ दिदीहरू त्यत्रो नाच्छ त किसुनाहरू दिनहरू उनीहरूसँग सिक्ने अब पानी पऱ्यो गाइज अब झोला कुम्रो बोकेर हामी चाहिँ घर जान लाग्यो यसमा हाल्ने यो गाडीमा कसको अट्दैन होला ए हुन्छ ठिकै छ रेडी भएको सबैजना आफ्नो पोको पुनतिर बोकेर खानेकुरा सबै हाम्रो कम्युनिटीको गाडी पनि रेडी भयो जस्तो सक्यो ए त होइन बेजिङ स्टकको रहेछ हाम्रो चाहिँ अब यहाँ चाहिँ मेलनाहरूसँग जान लाग्यो फर्किन लाग्यो अब साथीको गाडीमै प्याक पुनपुरो हालिसकेर यस्तो छ यहाँ ताल कुन गाडीमा अटाउने हो कुन गाडीमा राख्ने हो केही थाहा छैन अब सामान अब घर जानलाई रेडी है गाइज यस्तै भयो आजको कार्यक्रम रमाइलो नै भयो हेर्नुहोस् पानी परेर यस्तो छ हालत सब भिजेर धेरै धन्यवाद मेरो युट्युब च्यानललाई मन पराइदिनु भएकोमा अनि त्यसपछि यसरी नै मायाहरू गरिराख्नुहोस् है धन्यवाद अर्कोमा हाल्यो अट्दैन होला यसमा त दिएर खुट्टामा हुन्छ सामान यहाँ अट्दैन भनेर बच्चाहरू हो यहाँ कि ठुल्ठुलो हो पानीमा बिचरा हाम्रो बिजोग छ आज अब पानी परेर युकेको वेदर यस्तै हेर्नुहोस् युकेको वेदर र मान्छेको भर हुँदैन है गाइस भर हुँदैन यस्तो पानी पर्यो अब घर जाने हामी चाहिँ हतारमा छौँ चियाहरू पनि पुरा रहेछ नि ल हाम्रो मेरो छोराछोरीहरू टेन्टभित्र बसिरहेको छन् यहाँ अब होइन उसको हामी त बिहान उसमा आएको नि बसमा आएको अब चाहिँ उसमा जाने हो मेलनाहरूसँग जान्छौँ ल हिँड जाने अब ल गाइज आजको दिन चाहिँ सब सिद्धियो है अब चाहिँ डोन्ट फर्गेट टु सब्सक्राइब मामा घर युके अनि यसरी माया गरिरहनु भएको छ यसरी नै माया गर्नुहोस् हामी चाहिँ घरमा आइपुग्यौँ बच्चाहरू गनगन गर्न थालिसक्यो टायर्ड भयो अब यतिखेर चाहिँ ल बाई बाई सी यु इन नेक्स्ट ब्लग बाई